सिरहामा एसइई र कक्षा 12 परीक्षाका क्रममा जफत गरिएका करिब 500 मोबाइल र स्मार्ट वाच नष्ट गरिएपछि देशभर बहस चर्किएको छ। प्रशासनले परीक्षा मर्यादा कायम राख्न र दुरुपयोग रोक्न भन्दै मोबाइल नष्ट गरेको जनाएको छ। तर अभिभावक, विद्यार्थी, कानुन व्यवसायी तथा अधिकार कर्मीहरूले यसलाई निजी सम्पत्तिमाथिको हस्तक्षेप र कानुनी अधिकारको उल्लङ्घन भएको बताएका छन्। जसले गर्दा अहिले प्रश्न पनि उठेको छ, मोबाइल बोकेको गल्तीको सजाय मोबाइल नै फुटाउने हो त? यदि परीक्षा प्रणालीमै सुधार गर्ने हो भने खुल्ला किताब, ओपन बुक जस्ता आधुनिक मूल्याङ्कन पद्धति अपनाउन सकिन्छ। ज्ञान र विश्लेषण क्षमता जाँच्ने व्यवस्था गर्न सकिने अवस्थामा लाखौँ रुपैयाँ बराबरका उपकरण नष्ट गर्नु उचित नभएको धेरैको तर्क रहेको छ। सर्वोच्च अदालतले समेत अबदेखि जफत गरिएका मोबाइल नष्ट नगर्न अन्तिम आदेश जारी गरेको छ। मोबाइल फुटाउने होइन, शिक्षाले समय अनुकूल बनाउने बहस अहिले झन आवश्यक देखिएको छ।